यता जामाचुको यात्रा हाम्रो यस्तो बोर्डहरू राखिएको छ अगाडि अगाडि। अनि जामाचुको हाइट के किलोमिटर हो रहेछ जाने बाटो यता भ्लग गर्नु नि भिडियो बनाउनु भएको हो आज पनि भिडियो ठाडो उकालो रहेछ है। यहाँबाट 4 किलोमिटर हाम्रो टोली 4 किलोमिटर छ भन्ने चाहिँ सूचना चाहिँ हिरविजल 4 किलोमिटर रे होला। हामी कति किलोमिटर हिँडेको छ 4 किलोमिटर हाम्रो लागि के हो र केही हैन नि केही हैन। हामी जति किलोमिटर हिँड्न सक्छौँ 1000 किलोमिटर पार गरेर यहाँसम्म आइपुगेको छौँ। त्यो चाहिँ पछि ल बिस्तारै हिँड्नुपर्छ। अहिलेलाई चाहिँ आजलाई चाहिँ 4 किलोमिटर आजको लागि चाहिँ हैन जानु 4 लगभग 8 किलोमिटर। मुनधुमडेल जाने बाटो जस्तो रहेछ। कसलाई भारी नपुगेको रे गधालाई आनन्द बसेपछि उठ्नै गाह्रो त्यही भएर बिस्तारै हिँड्ने एक पाइला चाल्दै त्यही बाटो जस्तो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ त्यसैको सम्झना गर्ने हिँड्ने सम्झना आयो कति आयो कति हो त्यति भनेको कति पाथी 20 पाथी सम्झना लिएर हिँड्दै हुनुहुन्छ उहाँ 20 पाथी। यहाँ त बाटोकै बिचमा रुख छ त। जामाचुको जङ्गल यहाँबाट 20 मिटर तेर्छ हिँड्नु पर्यो। अब 20 मिटर जति तेर्छ हिँड्नुपर्छ। अनि फेरि उकालो अनि के हिँड्नु पर्यो बताइदिनुहोस् न। पुगेपछि सल्लाह गरेर आउँछ। अनि ठाउँ ठाउँमा पानी खानु पाइन्छ। त्यहाँ माथि आर्मीले पानी राखिदिएको छ यहाँ भर्नुपर्छ। अरू त्यति हो सुविधाहरू सेवा सुविधा सुन्न पाइन्छ। बाटो चाहिँ खतरै रहेछ। तिमी त अलिक छिटो हिँड्ने मान्छे हिँड छिटो। उहाँ जस्तै कुदा त ल न कुद न कुद। किन अल्छी गरेको त लिउँदै त्यसरी अल्छी नगर। कस्तो लाग्दैछ त म्याम तपाईँलाई खुट्टा दुख्दा होला? छैन दुखेको त छैन। हजुर गलिहाल्ने बानी नभएर होला। एकचोटि यस्तो ठाउँमा आउनु पायो भने त
छिटो हिँड्नुको पनि पिडै छ पर्खिनु पर्छ पछाडिको मान्छेहरूलाई पछाडि फेरि यस्तो गफ हुँदैछ अब के गर्नु गाह्रो छ लिँदै अगाडि हिँड्नुको बेफाइदा पनि यस्तो छ पर्खाइ यस्तो छ हाम्रो टोलीहरू तल आजको टोली गफ गर्दै हुनुहुन्छ लिम्दै यहाँ अगाडि पर्खिरहेछ म पछाडि छु हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ चकलेट खाएर हामी फुलबारी जाने बाटो रे सैनिक इलाका कता सैनिक इलाका हामी जाने बाटो यता तेर्सोबाट आयो सबै खुसी भएर हिँड्दैछन् म पनि हिँड्दैछु रातो माटो काइजहरू हाम्रो लिम्दै हिँड्दैछु तेर्सो बाटो लड्दै पढ्दै याद आयो कस्तो राम्रो ज्ञानी भएपछि झोला पनि बोक्दिने खाजा पनि बोक्दिने पानी पनि बोक्दिने यतिको भएपछि त नि यतिको साथी भेटेपछि घुम्न जानु मन लाग्दैन त होइन यता हेरेर भन न यतिको साथी भेटेपछि त घुम्न जानु मन लागिहाल्छ नि सबैलाई तपाईहरुलाई लाग्छ कि लाग्दैन भनिदिनु पर्यो हेलो हेलो सोल्टीज्यू कस्तो लाग्दैछ त एकदम तिमी राम्री हुनुहुन्छ डकुमेन्ट देखाउने ठाउँ यहाँ चाहिँ हार करने हैं 40 टाटा जान रहे फोटो खिच्ने कार्यक्रम हुँदैछ हाम्रो फोटोग्राफर उहाँ चाहिँ आज मोडल यता फोटो यस्तो तेर्सो भए त सबै रमाइ आउँथ्यो जामाचो भनेको चाहिँ उ हो के रे कुन ऋषिले बौद्धहरुको बुद्धिस्टहरुको चाहिँ उ हो के एउटा चाहिँ बुद्धले गरेको हो जामाचोमा ध्यान के ध्यान नै गरेको हो चारवटा बुद्धहरुले गरेछ नि त जामाचो के रे फुलचो ध्यानचो अर्को यो के रे डाँडा त पुरै सकेका छन् त है बौद्धिस्टहरुले डाँडामा शान्त हुन्छ नि त त्यही भएर शान्त आनन्द भएर बुद्धिस्टहरु सबै डाँडा पसे बोल्दिनुस् नि त चकलेट खाँदैछु के बोल्नु फोटो चाहिँ राम्रो आछ चकलेट खाँदै गरेको हो ओके अब 3 किलोमिटर चकलेट दिएर उहाँलाई छिटो छिटो कुदाउने बेला भयो
तपाईलाई भोक पनि लागेको हुन्छ होइन भोक त तलबाट हामी आएर 1 किलोमिटर हिँड्नेछ अब 3 किलोमिटर बाँकी टोलीहरू हिँड्दै हुनुहुन्छ अर्को कता छ रे बाटो उता उता हो रोड उता गाडीको बाटो छ 18 किलोमिटर त हिँड्न सकिँदैन 4 किलोमिटरै ठिक छ तर भले यही बाटो हिँड्दा पनि झर्ला त मजै हुन्छ झर्दा त हामी आधी घण्टामै झरेर उकालो त गाह्रो ठिक छ गाह्रो होइन उ पनि घाम पनि लाग्यो पानी परे चाहिँ अलिक उन्ने हुन्छ झ्याउने हुन्छ कति किलोमिटर हिँड्यो तिमीले साथी तपाईँ यो चाहिँ सूर्य हुनु हो नि फेरि सूर्य हुनु मन लाग्छ हो मान्छेलाई के हुन्छ एउटा पावरको त्यो हो नि कस्तो हो त बङ्गी गएको रुख्छ त तिमी भन्दा लाङ्गै हो त रुख र मान्छे उस्तै हो ठिक छ रुख र मान्छे उस्तै भलिबल भने ठुलो हुनु पर्छ क्या तपाईँ हामी ताली बजाउँछौँ म त कोरस गाउने हो नि त मेन गायक त तपाईँ हो हामी ताली बजाउन सहयोग गर्छौँ अनि भोलिबाट एउटालाई त डाइरिया नि गर्छ होला तपाईँको गुगललाई ब्यान गरेर भने गुगलले त दुनियाँ पो सक्ने रहेछ त गुगल भएन नि त के गुगल भएन भने केही चल्दैन खाउँ नखिचौँ अहिले पहिले खाने खाऊ न खाऊ पुरै भयो 2 किलोमिटर अब 2 किलोमिटर बाँकी जामा पुग्नु आज त हिँडेकै छैन भन्दा पनि हुन्छ आज त स्लो नै हिँडिरहेछ यसरी त हामी यो छ नि यो यही हो हाम्रो त्यो बनाउने चाहिँ के भोगे एक छुरी धजुरी यस्तो बनाउँछ नि ए यसको र मेटेरियल त्यति पनि थाहा छैन तिमीलाई थाहा भयो हजुर त अब के हो यो रिङ्गटीको जग्गा के अरे लहरा हो गाउँतिर चाहिँ के भन्छ भने रिङ्गटा चल्ने बिमार भयो भने यसको माला उनीहरू लाउनु भन्छ के रिङ्गटा छुट्दैन यसको नामै रिङ्गटी टोलीहरू त कति धेरै आउँदो रहेछ नि त शनिबार कालीन फोन नम्बर चाहिँ यहाँ रहेछ केही पर्यो भने यता बाटो चाहिँ राम्रो रहेछ हिँड्ने बाटो जङ्गल आनन्दको म 68 वर्षको बुढो मान्छे सजिलै गएर आएँ ब्याडमिन्टन किनेर नखेली कालोमा छौँ पानी सकेर बिजोक बोतल्नु पर्छ माथि बसेर कहिले पुग्नु
कति 18 गरी बोकेको ब्याग खै म बोक्छु किन सबै बोक्नु हुने म बोक्छु हलौँ हाम्रो टिमहरु चाहिँ उहाँहरु भयो अघि अब नजिक हो फाइनल्ली जामाचो रोडबाट यता रहेछ यो बाटो आयो भने 18 किलोमिटर हामी आएको बाटो 4 किलोमिटर हामी चाहिँ यसरी जामाचोमा प्रवेश गर्यौं लेखेको रहेछ त के हो फुलबारी गेट यस्तो रहेछ त फर्किनु नै छ नि त वाउ त्यो लुङदरहरू देख्यो भने चाहिँ फेरि मलाई एकदम अर्कै लुङदर वाउ लुङदर हो नि त यो नाम थाहा छ नि लुङदर यहाँबाट आउने हावाले चाहिँ संसारमा शान्ति फैलाउँछ भन्ने विश्वास चाहिँ तर यहाँ चाहिँ वातावरण मेरो भिडियोमा चाहिँ किन भन्नु वाउ गर्दै ढुसी लागेछ के यस्तो रहेछ त काठमाडौँको भ्याली दिन माथि जामाचोको टुप्पीमा कता हो पानी बान्ड हजुर के हो यो चाहिँ गौतम बुद्धको हो हेर्नुहोस् अवस्था यस्तो छ परसम्मै आउने रहेछ पुरै हेरे उगर यहाँ हो पानी भन्नु ठाउँ पानी भन्ने ठाउँ रहेछ त्यहाँ सकिन्न चाहिँ के चर्ने ठाउँ रहेछ हाम्रो सबै ढुसी लागेछ ढुसी लागेपछि त के हेर्नु लिँदै यस्तो हाम्रो टोली राम राम यहाँ त प्याक रहेछ त प्याक खिच्न भनेर लाग्यो भ्यू हेर्ने पाइन्छ
जाम है त ओह्रालो ओह्रालो लागौँ खानेकुरा पनि छैन रहेछ टेन्सन नगरी जाम लुङदरमा कस्तो फोटो खिचिदिनु नुहाकोट एरिया गाडीमा घुमाउँछ अनि त्यो माइक बजाउँदै आउँछ अनि म झ्याप्पै घुमी फेरि यता हेर आउँदैन कस्तो लाग्यो त अब सकियो त यात्रा यात्रा सकिएकोमा तिमी खुसी हो कि दुःखी हो